गाइस के आज चाहिँ म र मेरो साथी के वायरलेस माइक किन्न जान लाग्यो किनकि मसँग एउटा मात्र माइक छ के त्यो वायर भएको अनि वायर भएको माइक पनि यहाँ हेलमेटमा छ के सो यसलाई बाहिर युजै गर्न मिल्दैन के त्यो निकालेर यो हेलमेटको लागि मात्रै युज गर्न मिल्छ के यो हेलमेटको लागि चाहिँ ठिक छ हैन अस्ति त्यो पनि यसको अस्ति त्यो के भन्छ त्यो बाहिरको एउटा लेयर हरायो त्यो माइकको अनि त्यो साउन्ड पनि हल्का घाइघाइ आएको सो बेला बेला सो मेरो साथीहरु सेन्साइ के रेडी हुँदैछ त्यो चाहिँ के आज हल्का फोहोर रहेछ म रुम देखाउँथेँ तर के यो यसले आफ्नो रुम सफा गर्ने भनेको शनिबार मात्रै हो अरू दिन त त्यस्तै पुरै लथालिङ्ग यताउति कपडाहरू सब त्यो खानेकुरा सबै यताउति फाला हुन्छ कि यहाँ रेडी हुँदैछ यो रेडी भएपछि अब हामी यहाँबाट निस्किन्छौँ बाइकमा सो अब चाहिँ हामी यहाँ के घरबाट निस्किन लाग्यो अब त्यहाँ कतिखेर पुगिन्छ पसल थाहा भएन अब हेरौँ अब उतै गएर भेटौँ हामीले डिजिटलको माइक भेटेनौँ सो बोयाको माइक ट्राई गर्दैछौँ फोन के युज भएको छ गएर भएन अनि के गर्दैछ अब सो अहिले चाहिँ के हामीले बोयाको माइक ट्राई गरेको खासै भनौँ न कनेक्ट चाहिँ भएन कि त्यो फोनसँग अहिले फेरि हामी के अरे डिजिटलको माइक खोज्न हिँडेको कता भेट्छ थाहा भएन भनौँ न भिडियोमा अहिले हामी यता निस्किन्छौँ फाइनल पसल हामीले भेटिसक्यौँ पसल चाहिँ के अरे यहाँ गलीभित्र रहेछ गलीभित्र आएर यहाँ पसल चाहिँ सेकेन्ड फ्लोरमा छ जस्तो लाग्यो हामीले जुन कति फ्लोरमा रहेछ हेलो माइक टेस्ट 1 2 3 हेलो माइक चेक 1 2 3 हेलो माइक चेक 1 2 3 हेलो माइक चेक